सो गाइज म चाहिँ अहिले नक्सालको रोयल इनफिल्डकोमा आइसकेँ। सो आज मैले पाउन लाएको बाइकको टेस्ट राइड चाहिँ यही ग्युरिल्ला 450 है। सो आज चाहिँ टेस्ट राइड पाएँ मैले एनी हाउ। सो त्यो अस्ति मैले खिचेको भिडियो चाहिँ यही हो होइन। अनि अब जाउँ। वाउ नाइस। वुहु। सो गाइज अस्ति भनिहालेँ यसको अब पासहरू यताको छ। यो भयो, यो चाहिँ तपाईँको होमहरू इन्फोटेक्नो के अरे इन्फोसको लागि हो। यो हेजार्ड भयो आएर डबल हेजार्ड। सो यसको सेल्फ यताउति मोडहरू यताबाट चेन्ज गर्न मिल्छ। अह अह मोबाइल होल्डर नि रहेछ यहाँ भाइ। अनि यसको चाहिँ राइड बाई वायर हो है। मैले अस्ति भने नि तपाईँहरूलाई, यो चाहिँ राइड बाई वायरबाट युज हुन्छ यो बाइक। यसको एक्सिलरेसन चाहिँ राइड बाई वायर हो। सो अब ढिला नगरिकन जाउँ टेस्ट ड्राइभ हान्न होइन। सो कलर चाहिँ हाम्रो यो ब्लू एन्ड व्हाइटमा रहेछ। स्काई ब्लू द रिम ब्लू कलरमा छ। सो अगाडि ब्लू पछाडि ब्ल्याक। नाइस टच अप छ है। पावर त स्मुथ छ त यार। के हो यो? दामी छ त यसको पावर। भाइब्रेसन चाहिँ यसले गर्दा आएको हो है। यसलाई चाहिँ नहेरिदिनु होला, कृपया छोडिदिनु त्यसलाई। भाइब्रेसन चाहिँ यसले आएको। सो अब टेस्ट साइड जाउँ। 2 गियर 3 गियर स्मुथ। यसको माथि होमको यहाँ बटन देखाइरहेको छ होमको लागि। सो अब हामीले मोड पनि चेन्ज गर्न मिल्छ है। मोड चेन्ज गरौँ। पर्फर्मेन्स मोडमा छ एबिएस। सो एबिएस पर्फर्मेन्समा राइड मोड इकोमा छ। सो अब हामीले के चेन्ज गर्न मिल्छ हेरौँ है त्यसमा। ठिक छ जाउँ त्यही पनि। इको चाहिँ इकोमा रहेछ यो। सो मोड चाहिँ यसको चेन्ज हुन दिएन अहिलेलाई होइन, किनकि सर्भिस ओभरड्यू गरेर होला होइन। चेन्ज इन नेक्स्ट साइकल भनिरहेको छ यसले चाहिँ। राइड बाई वायर चाहिँ दामी रहेछ यसको। सो स्मुथ स्मुथ। सेगमेन्ट किलर हो यार यो। 450मा यतिको पावर विथ 40 न्युटन मिटर अफ टप 40 बिएचपीको होइन बाइक चाहिँ। सो कर्नरिङ पनि हेर्ने हो कि एकल के कस्तो छ। तर यसको राइड बाई वायर भएर होला होइन, थ्रोटल चाहिँ एकदम रेस्पोन्सिभ छ। इन्जिन ब्रेकिङ पनि स्मुथ गएको छ। एसपक नाइस। ए पावर टु वेट रेसियो छ बाइक चाहिँ। एबिएस अफ रहेछ किन हो आई डोन्ट नो। एबिएस चाहिँ अफ रहेछ यसको। सो अब अगाडिको त एबिएस अफै त होला नि। दामी छ बाइक चाहिँ। जाउँ भित्रतिर होइन। नाइस रहेछ यार बाइक त।
सो यसको सायद ओभर ड्यू गरेर होला होइन, मोड चेन्ज भइरहेको छैन क्या। अब मैले यो चेन्ज गर्दा नि भइरहेन क्या। एबिएस पर्फर्मेन्समा अन छ एबिएस मोड होइन। अब मैले पर्फर्मेन्स राइड मोडमा पर्फर्मेन्स छ होइन, राइड मोड इकोमा छ क्या। अब मैले यसलाई चेन्ज गर्नै मिलिरहेन क्या। तर बाइक चाहिँ स्मुथ छ है, एकदम रेस्पोन्सिभ छ बाइक। सो बाइक चाहिँ एकदम क्विक छ, रेस्पोन्सिभ छ होइन। त्यो हुन्छ नि त, राइड बाई वायर भएर पनि हो। 450cc विथ लिक्विड कुल्ड इन्जिन, हाम्रो हिमालयनकै इन्जिन हो सेम, ओन्ली बडी स्ट्रक्चर फरक हो। सायद पछाडिको सस्पेन्सन पनि हाम्रो दुईजनाको एउटै छ। टायर पनि इट्स सेम। अगाडि पछाडिको चाहिँ टायर इज सेम होइन, अगाडिको त अब उसको अलिक ठुलोवाला छ। एडभेन्चर भयो के अरे, त्यो हिमालयनको त एडभेन्चर भइहाल्यो। यो चाहिँ अब भनौँ न नेकेड स्पोर्ट भनौँ न। सो अब यसको ब्रेक, अब टेल लाइटको कुरा गर्नुहुन्छ भने चाहिँ टेल लाइट चाहिँ अब यसको यही हो, भनिसकेँ नि त मैले अस्ति होइन। तर बाइक ओभरअल आई लाइक इट। मेन भनेको चाहिँ पावर टु वेट रेसियो छ क्या, त्यस्तो हेभी नै छैन क्या। अनि यसको सस्पेन्सन चाहिँ भयो, यो टेलिस्कोपिक पनि वान अफ द बेस्ट रोयल इनफिल्डलाई। तर यसको रेडिएटर गार्ड चाहिँ दिनु पऱ्यो क्या, किनकि यसले त लड्यो भने चाहिँ स्योर हो। ए लड्न त लडिसकेको रहेछ यो कहाँ लगेर होइन, केही न केही भएन नि फेरि यो गयो भने यो महँगो पर्ने हो क्या, सबभन्दा महँगो चाहिँ होइन। एबिएसले काम हान्न छैन यसको, चिप्लिरहेको टायर सिएटको टायर हो यो। 160/60/17 यो 120/70/17 हो यो चाहिँ। 160/60/17 हो पछाडिको चाहिँ भन्छु। 160को टायर, 120को टायर। अब तपाईँहरूले नि गेस गर्नु क्या, लिनिङ गर्दाखेरि कतिको लिन हुन्छ होला क्या यो बाइक होइन। सो त्यही हो, अहिलेलाई त राम्रै छ बाइक होइन। अलो विल्स पनि अगाडिको ब्लू छ, पछाडिको ब्ल्याक छ। ट्युनिङ गरे जस्तो छ क्या, ब्लू र व्हाइट छ नि त यता, ब्ल्याक र ब्लूको भइहाल्यो। यो चाहिँ अब के ब्लू भन्छ यिनीहरूलाई, स्काई ब्लू त भन्नु लाग्ने होइन, हुन त स्काई ब्लू पनि होइन, यो अर्कै टाइपको ब्लू छ क्या। बाइक चाहिँ ओभरअल ठिक छ। कर वेट यसको कति थियो, 160 कति के अरे, 180 हो कि 160 समथिङ कति हो क्या। एकदम स्मुथ छ क्या, लाइट एकदम लाइट छ क्या बाइक, वाइल्ड दामी लाइट छ क्या होइन बाइक चाहिँ। सो त्यही हो, टेस्ट ड्राइभ चाहिँ गरियो। सो सानोतिनो विली मारियो। अझै यसको पर्फर्मेन्स मोडमा भन्छ नि त्यो उसमा के स्पोर्ट मोडमा चाहिँ हाल्नु पाएन, हेरौँ स्पोर्ट मोडमा नि हाल्नुपर्छ अब अर्कोचोटि। सो त्यही हो। अब यिनीहरूको ब्रेक चाहिँ एकदम, अब कति प्राय मान्छेलाई थाहा छैन होला होइन, अगाडिको ब्रेक लेफ्टमा छ होइन, पछाडिको ब्रेक राइटमा छ। प्राय बाइकमा के हुन्छ भने यिनीहरू बाइकमा हेर्नु, यसमा हेर्नु त्यहाँ राइट राइट छ नि बाइक के अरे डिक्स होइन, यसमा चाहिँ लेफ्ट छ। किन भन्दाखेरि यो ब्यालेन्सिङ गर्नलाई हो क्या। अब यो त अलिकति हाई स्पिड बाइक भयो नि त होइन, त्यही भएर ओभरअल बाइक आई लाइक इट है रोयल इनफिल्डको। सो ग्युरिल्ला 450 चलाइए। सो पावर पर्फर्मेन्स इज इन पिक। सो त्यही हो गाइज, अहिले भेट।